हामी आज सुरु गर्न जाँदैछौँ नयाँ च्याप्टर जसको नाम हो क्यास फ्लो स्टेटमेन्ट है त। यो च्याप्टरमा सबभन्दा पहिला हामीले बुझ्नु पर्यो क्यास भनेको के हो, फ्लो भनेको के हो र स्टेटमेन्ट भनेको के हो है। सुरु गरौँ क्यासबाट। के हो त क्यास भनेको? क्यास भनेको एकदमै सिम्पल। हाम्रो खल्तीमा भएको पैसा, हाम्रो ब्याङ्कमा भएको पैसालाई हामीले के भन्छौँ? क्यास अथवा क्यास एन्ड क्यास इक्विभ्यालेन्ट, मतलब क्यास र क्यास जस्तै। मसँग खल्तीमा 20,000 हुनु र मसँग 20,000 को चेक हुनु भनेको एउटै कुरा हो। दुइटै दियो भने एउटै सामान हामीले किन्न सक्छौँ है त। क्यास भनेको त्यो भयो। अब फ्लो भनेको के हो? फ्लो भनेको चाहिँ क्यासको मुभमेन्ट। अर्थात् हिजो मसँग 20 रुपियाँ थियो, आज मसँग 25 रुपियाँ छ। हिजो मसँग कति रुपियाँ थियो? 20 रुपियाँ थियो, आज मसँग कति रुपियाँ भयो? 25। मेरो क्यास कतिले बढ्यो? इन्क्रिज भयो नि 5 रुपियाँले होइन। यसलाई हामीले के भन्छौँ? इन्फ्लो, किन क्यास बढ्यो। अब यस्तै हिजो मसँग 20 रुपियाँ थियो, आज मसँग चाहिँ 15 रुपियाँ छ, 18 रुपियाँ छ। मेरो क्यास के भयो? घट्यो नि होइन। कतिले घट्यो? 2 रुपियाँले घट्यो। यसलाई हामी के भन्छौँ त? आउटफ्लो। आउटफ्लो भन्छौँ है। हाम्रो कतिले क्यास घट्यो? 2 रुपियाँले 2 क्यास घट्यो है। अब एउटा हुन्छ, यो दुइटै नभएर हिजो पनि मसँग 20 रुपियाँ थियो, आज पनि मसँग 20 रुपियाँ नै छ। न बढ्यो न त घट्यो। यसमा चाहिँ नो फ्लो, बढेको पनि छैन, घटेको पनि छैन है। बस यही कुरालाई हामीसँग भएको क्यास अथवा हाम्रो क्यास बढेको छ कि घटेको छ त्यसलाई देखाउने एउटा फर्मेट हुन्छ। त्यसलाई नै हामी के भन्छौँ? क्यास फ्लो स्टेटमेन्ट भन्छौँ है त। क्यास भनेको पैसा, फ्लो भनेको त्यसको मुभमेन्ट, स्टेटमेन्ट भनेको त्यसलाई देखाउने, स्टेट गर्ने होइन। क्यासको मुभमेन्टलाई देखाउने स्टेटमेन्टलाई हामी के भन्छौँ? क्यास फ्लो स्टेटमेन्ट भन्छौँ है। यसलाई दुई मेथडबाट गर्न सकिन्छ है त। यसको दुईटा मेथड छन् गर्ने। पहिलो मेथडलाई हामी के भन्छौँ भन्दाखेरि डाइरेक्ट मेथड भन्छ भने दोस्रो मेथडलाई हामी के भन्छौँ? इनडाइरेक्ट मेथड भन्छौँ है त। एउटा मेथड भनेको डाइरेक्ट मेथड, अर्को मेथड भनेको के हो? इनडाइरेक्ट मेथड है। अब यो दुईटै मेथड भित्र पनि कतिवटा टाइप्स हुन्छ? यो दुईटै मेथड भित्र कतिवटा टाइप हुन्छ त? हाम्रो 3टा टाइप्स हुन्छ। ल कतिवटा टाइप्स हुन्छ? 3टा टाइप्स हुन्छ है। त्यो 3टा टाइप्स के हो त? पहिलोलाई हामी के भन्छौँ? क्यास फ्लो फ्रम अपरेटिङ एक्टिभिटिज। दोस्रोलाई हामी के भन्छौँ? क्यास फ्लो फ्रम इन्भेस्टिङ एक्टिभिटी। तेस्रोलाई हामी के भन्छौँ? क्यास फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटी है त। मेथड दुईटा हुन्छ। जुनैसुकै मेथडबाट गऱ्यो भने पनि कतिवटा टाइप हुन्छ? यही 3टा टाइप हुन्छ। अब यो 3टा टाइप्समा पनि है, यो 3टा टाइप्समा पनि चाहे डाइरेक्ट मेथड होस् चाहे इनडाइरेक्ट मेथड होस्, इन्भेस्टिङ र फाइनेन्सिङ सेम हो। खालि के मात्र फरक हुन्छ? अपरेटिङ मात्र फरक हुन्छ। र इक्जाममा कुन इम्पोर्टेन्ट छ? इनडाइरेक्ट मेथड चाहिँ इम्पोर्टेन्ट छ है त। इक्जाममा कुन इम्पोर्टेन्ट भयो? इनडाइरेक्ट मेथड है। ल अब एकचोटि यतिलाई फेरि रिभिजन गरौँ। क्यास फ्लो स्टेटमेन्ट भनेको के हो? क्यास भनेको पैसा र पैसा जस्तै अर्थात् ब्याङ्क ब्यालेन्सहरू होइन। सर्ट टर्म कन्भर्टेबल मार्केट सेक्युरिटिजहरू पनि के हो? क्यास नै भन्छ है। अब अहिले तिमीहरूले सिम्पली तिम्रो कोर्समा बुझ्नको लागि चाहिँ क्यास र ब्याङ्क भनेको चाहिँ क्यास भनेर बुझ्नु है त। फ्लो भनेको त्यसको मुभमेन्ट, बढ्यो कि घट्यो। बढ्यो भने इनफ्लो, घट्यो भने आउटफ्लो। मेथड कतिवटा हुन्छ? दुईटा। त्यो दुईटा मेथडभित्र टाइप्स कतिवटा हुन्छ? 3टा। दुईटा मेथड के हो? डाइरेक्ट र इनडाइरेक्ट हो भने टाइप्स के हो त? अपरेटिङ, इन्भेस्टिङ र फाइनेन्सिङ है। अपरेटिङ, इन्भेस्टिङ र फाइनेन्सिङ। यो चाहिँ यतिको बेसिक भयो है त। ठिक छ? यतिसम्म सकिन्छ? बेसिकसम्म सकिन्छ? यहाँसम्म के कन्फ्युजन छ भने मलाई सोध्नु त सबैले। यहाँसम्म केही छ भने सोध्नु त। यहाँसम्म केही छ?
यहाँसम्म केही छ कसैलाई चाँडो भनौँ? छ केही? छैन। ल ल है त। अब सबभन्दा इम्पोर्टेन्ट पार्ट अब छ है। अब ध्यान दिएर हेर्ने। अघि हामीले तिनवटा भन्यो नि, अपरेटिङ अनि के हो अरे, इन्भेस्टिङ र फाइनेन्सिङ। फाइनेन्सिङ है। अब तिमीहरूलाई के थाहा हुनु पर्यो भन्दाखेरि कस्तोलाई अपरेटिङ भन्ने, कस्तोलाई इन्भेस्टिङ भन्ने र कस्तोलाई फाइनेन्सिङ भन्ने है त। यो डिस्कस गरौँ ल। पहिला सबभन्दा सजिलोबाट सुरु गरौँ अनि त्यसपछि सबभन्दा गाह्रोतिर जाउँ है त। सबभन्दा सजिलो भनेको कुन हो? फाइनेन्सिङ है। अब ध्यान दिएर सुन्नु। हामीसँग जम्मा 3टा मेथड छ।